आँपको सिजन चलिरहेछ हैन। अब मैले आँपको अचार बनाउन गइरहेको। आँपको अचार नबनाउनु त कुरै भएन। त्यही भएर म चाहिँ यो आँपलाई चाहिँ अहिले खोया पसिसकेको रहेछ अलिकति, अनि त्यही भएर मैले आज आँपको अचार पनि आँपको अचार बनाउनलाई एकदमै सजिलो छ। पहिला प्रथम यसलाई चाहिँ धोइ पखाली गर्ने, अनि त्यसपछि काट्ने। 4 पिसमा काटिनु हुन्छ, तर आँप ठुलो रहेछ त्यही भएर मैले चाहिँ 4 पिसमा काटिनँ, पिस बनाएँ सानो। अनि पहिला प्रथम चाहिँ अब मसलाहरू चाहिँ तपाईहरुले कसरी राख्नुहुन्छ, अनि मसलाहरू तयार गर्ने। त्यसपछिबाट मैले चाहिँ यो आँप 3 दिन सुकाउन लागिरहेको छु, किनकि म यो आँपलाई धेरै बेरसम्म राख्ने अचार बनाउन गइरहेको भएर हो। ल मसला राख्नुपर्छ। सबैभन्दा पहिला चाहिँ नि यसलाई तेल, तोरीको तेल एकदमै राम्रो शुद्ध तोरीको तेल चाहिन्छ। अनि त्यसपछिबाट यो आँपलाई चाहिँ नि पानी हाल्न, पानी छुन कुनै पनि प्रयोग गरेर यो पानी चाहिँ प्रयोग गर्नु हुँदैन, किनकि पानी पर्यो भने चाहिँ कुहिने सम्भावना धेरै हुन्छ। आँपको सिजनमा आँपको अचार बनाएर खानु सबैजनाले खान्छन्, अनि मलाई चाहिँ एकदम रहर लाग्छ। आँप जेसुकै पनि के अचार बनाउनलाई, आँपको अचार बनाउन खुसी पनि हुन्छु। अब म अस्ति नै बजार गएको थिएँ, तर मैले आँप अलि खोया पसेको छैन कि भन्ने सोचेर ल्याएँ। मैले आँप लिएर आएर म काटिरहेको छु। तपाईहरुलाई यो आँपको अचार बनाउँदाखेरि तपाईहरु युट्युबमा गएर हेरेर बनाउन सक्नुहुन्छ, किनभने युट्युबमा राम्रो तरिकाले दिएको हुन्छ। म पनि त्यही गर्ने हो। अनि दादी किचन भन्ने चाहिँ दादी किचनको रेसिपी हेर्छु, अनि त्यही भएर उहाँको चाहिँ मलाई मन पर्छ, अनि त्यही भएर त्यहाँ गएर तपाईहरु पनि हेर्न सक्नुहुन्छ। आँपको अचार धेरैजनालाई राम्रो लाग्छ होला, मलाई पनि एकदम राम्रो लाग्छ। म चाहिँ यो आँपको मुरब्बा पनि बनाउन मन लाग्छ मलाई, तर मुरब्बा चाहिँ म चाहिँ बनाउँदिन, किनकि मेरो छोराले पनि खाँदैन, अनि अचार चाहिँ मन पराउँछ। त्यही भएको भएर म चाहिँ अचार बनाउन गइरहेको छु।